कोही जुम्लाबाट आएको डाइनोसर, कोही झापाबाट आएको डाइनोसर डाइनोसर अनि एक दिन दाम तिरेर केही केटाकेटी ल्याएको थियो, अर्का दिन दाम बिना आएनन्। लखेडिदिन्छौँ भनेको, प्रधानमन्त्रीलाई लखेड्छु भनेको शान्तिपूर्णै त होला होइन? अस्तिका दिन 15 गते हामीले गणतन्त्र दिवस मनायौँ, जनताको तवरमा उत्साह मनायौँ, उत्सव मनायौँ। अनि एक थरीले भने जनमत सङ्ग्रह भयो, देखियो कसका कति मान्छे रहेछन् देखियो। अर्कोले हिजो थपेर के भन्यो भने हाम्रा नेताले हेलिकप्टर भनेको ठिक हो, हेलिकप्टर भाग्न तयारी गरे हुन्छ, भाग्ने सुरसार गरे हुन्छ, हामी लखेडिदिन्छौँ आदि। यो लखेडिदिन्छौँ भनेको, प्रधानमन्त्रीलाई लखेड्छु भनेको शान्तिपूर्णै त होला होइन?